हेलो गाइज, गुड मर्निङ। अब भोलिको बिहेको लागि तयारी हुँदैछ। मुस्लिममा चाहिँ चामल सबै चिज तयारी भइसक्यो। यो बेहुला बेहुली बस्ने हो। यो यहाँ एउटा भर्याङ आउँछ, उता छ भर्याङ चाहिँ, यतापट्टि खाने ठाउँ ट्याक्क। र हाम्रोतिर चाहिँ अघिल्लो दिनै काटकुट पारेर च्याट्ट बसिन्छ होइन। तर यहाँ चाहिँ बिहानदेखि यहाँ चाहिँ बिहेको दिनै रहेछ, बिहानैबाट सबै काटकुट गर्ने। अहिले चाहिँ अब यो त थुप्रो दिन भइसक्यो लगाएको। अब भोलि छ बिहे, भोलिको बिहे हो। अनि आज चाहिँ अलिकति दारी सारी काटेर रेडी त आज दामी छ कि चाहिँ दामी छ। मायाले बिर्सेको कि अनि यहाँ पुरै सुपारीको गेट बन्दैछ यहाँ। गेट चाहिँ दामी हुँदो रहेछ यहाँ। पछाडि पनि यस्तो छ, दामी दामी बन्दैछ। कहाँ आउनुहोस् भन नि त नि। यतापट्टि अलि ठिक भएर छ। मेरो क्विन नुहाइधुवाइ गरी चाहिँ। ओ वाउ, दामी बनाएछ ल। यति चोखो हाम्रो माया। यो चाहिँ हिजोको पूजाको प्याज स्याज सबै आइसकेको छ। आलुको बोरा 2 बोरा आइपुगेको छ, सबै आइपुगिसकेको छ। फेरि घिउ पग्लिँदैछ। हेर्न गर्न मन लाग्छ नि, कस्तो लाग्छ। यसलाई यो लिएर जाने हो नि त, यसो आँखा आमालाई यहाँ अलि मजाले कस्दिनु ल। यसमा नखिच त जस्तो पनि भिडियो हालिदिन्छ, रिसै उठेर आउने। यसो अलि राम्रो देखेको मात्रै हाल्नु नि हो। राम्रो आयो त भान्जो, त्यो अर्ग्यानिक मेरो भान्जोको मुस्कान, मेरो भान्जोको मुस्कान। काला नि कालो न काला देखेको चाहिँ त्यस्तै पनि लगाइदिन्छ हौ, रिसै उठेर आउनु म त। ल यसलाई एकदमै मन दुखाइ छ, नराम्रो फोटो हाल्यो भनेर। भोलि राम्रो भएको बेला हाल्लास् कि। राम्रो छ भनिदेऊ गाइज। उता जाए अहिले आज यस्तो हुँदाखेरि भोलि राम्री, योभन्दा कति राम्री हुँदो रहेछ हेरौँ। भोलि राम्री हुँदाखेरि पनि आउँछ भिडियो। त्यहाँ हेरिरहेछ एउटाले ये भान्जो 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 मुस्कान मुस्कान। हामी उता जान्छ कि निस्किसक्यो। यो चलाउने पर्दैन, तल डढ्ने हो कि भनेको। मेरो क्विन हिरोइनी भएर आइन्।
एकैछिन सुकाएको थिएँ, यो च्यारा उडाइदिउँ मलाई देखाएको छु हौ मायान विशाल बिहे नयाँ स्टाइलको फल हाम्रो चितवनको मान्छेले देखाएन यस्तो फल हाम्रो चितवनको मान्छेले देखाएन भने फल वेलकम टु आवर वेडिङ देखाउन यस्तो हुन्छ र जग क्या फाल्टो होला जग्ग बिहे चाहिँ भोलि हो अहिले चाहिँ पुरा त्यो चाहिँ उ हो के यो ब्यानरको उसको एडभर्टाइजमेन्ट त्यो नि प्रमोट गर्नलाई एडभर्टाइजमेन्ट ल पूर्वको मान्छेलाई चाहिन्छ भने चाहिँ चितवनकोले त अब यता पनि राम्रो छ पानी पनि राम्रो छ अब भोलि हो बिहे चाहिँ भोलि हो सुरु बिहे अनि बसेर खाने ठाउँ ट्याक्क लगाएर हुन्छ होइन च्याट्ट लगाएर सर्लक्क आज त तयारी हुँदैछ सब तयारी हुँदैछ आज है स्पिकर उडाउने भयो डुम डुम गरेर हजुर मसला ससिला होइन गुङ्गल मासु कुखुराको बुङ्गुर मासु पका भयो पो बुङ्गुर मासु गुड मर्निङ गाइज आज बिहेको तयारी सुरु हुँदैछ आलु पाक्दैछ छुट्टीहरू
मिटिङ चल्दैछ, चटपट बन्दैछ, सबतिर बन्दैछ हाम्रो। भैँसी बन्दैछ यहाँ, भैँसी पुलाउ पनि रेडी भइसक्यो, सब रेडी भइसक्यो। यता बसेर खाने ठाउँ, टेबल बन्दैछ। ट्रान्जेक्सन जग्गा सज्दैछ अहिले। तरिका नपार्ने त होइन नि। चटपट अब बन्दै। खाजा टाइम है, खाजा टाइम। हस् ब्लगमा आउँछ है। बिक्री भएन अरे गिलास अनि त्यही भएर होइन पनि केटीहरू पनि आउँदै हुन्छ नि। रेडी हुँदैछ, ओम बुम भुव स्वाहा हुँदैछ यहाँ। खै त सोल्टीहरू अङ्कल अरे जान्दैनस् गरेको भिडियो सिधा सबै फोहोर छौ यहाँ। हाम्रो यहाँ सब रेडी हुँदैछ, म चाहिँ रेडी भइसकेको छु। अरू खाना पनि रेडी हुँदैछ, सबै रेडी हुँदैछ। खाँदै हुनुहुन्छ यहाँ सबैजना। त मेरो भ्लगमा बोलिदिनु पऱ्यो 2-4 वटा कुरा। बोल्दिनँ सलाद सबै रेडी छ है। आलुदम भएन रे, ल कम्प्लेन आइसक्यो उहाँ। के सुरु हुँदैछ, सबै चिज सुरु हुँदैछ।
सिद्ध त बुधाइ सुहाइ बुधाय यो च्यात्नु त पर्छ के कागजहरू हुँदैन त्यहाँ चाहिँ चिनो मलाई मान्छेहरू राजो पुजारीहरू हामी पनि हुँदो ल अहिले सुन्नु अनि यो सामान यो नमुकेर हुन्थ्यो अघि नमुकेर मन्छेले फेरि लगाइदिएको नानीलाई कति राम्रो देखेको पहिलाको नेल पलिस फालेन छ नि त नि त्यसले हाम्रो गर्दा दुली धेर नपुछ न त्यो यता हेर्नु दिदी पेपर लियो न एउटा पेपर दिदी यता हेर्नु न त सबै राते लाग्यो के भयो नाखै रातो बनाइसक्यो कुन्ताको फुल कुन्दाको डलो नाकेर नाक रातो होइन कि यहाँको त्यो उयो नै गयो ले अब ए यहाँ हेर्नु न यो दिदीले त नाक यस्तो बाँडेर त नाकमा हेर्नु न यहाँमा तल त ट्रान्जेक्सन भिडियो बनाउनु पर्ने थियो त ल ए हो हिजो अलि नराम्रो केटी यो बुढावाला कस्तो गरेको दाम सेम लड्छ है दिदी यहाँ आउनु त टचअप गर्नु त्यसो भए सँग के भयो ओहो आहा नहेर न कान्छे तपाईँ के अब पुतली जस्तै तल किन मम्मीलाई भन्नु पख एकछिन पख न एकछिन पख एकछिन है 5 मिनट है ल म आउँछु अनि अब फोटो लिने चाहिँ लिसक्यो अनि फेरि अहिले वाउ हेरे त वाउ है भिडियो कलमा हुँदै कति राम्रो भएको आउ ल भइसिन् त अर्को बहिनीको आउनु त मम्मी है मम्मी पख न मम्मी है मम्मी हेर्नु काप्रे दिनले भन्दिन न यो आसी है ये व्यापारी मेरो पनि गर्दिनु होला नि त म त्यो बेला भएको त कस्तो साह्रो बिचरालाई अप्ठ्यारो भएको होला अब चाहिँ भयो ज्वाइँको माया खोइ त्यो कलर लगिसक्यो जाने हो यो माला मिलाइसक्नु उता भन्नु उतै भन्नु उतै मिलाउनु ऊ चाहिँ यहीँ बस्नु हो उहीँ बस्ने हो ए ल अब बेहुलाको बाबु आउनु पर्यो हो बेहुलाको बुवा बेहुलाको बुवा कि बेहुलीको ए बेहुलीको बुवा बेहुलीको बुवा बेहुलाको बुवा चाहिँ हुनुहुन्छ लो 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 उतो ए
बेहुलाको बुवा मम्मी ल्याएको त छ यहाँ ल्याएको छैन क्यामेराम्यान जुदिरहेको छ यहाँ जुदाउनै पर्ने भयो टोपी मात्रै कपडा होइन बेहुला बेहुली नि देखियो इन्जोय छ दिनभरि चाहिँ घाम तापेर बस्छ यिनीहरू रातभरि चाहिँ चक 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 गरे गर्छ इन्जोय छ यिनीहरूलाई अलि धेरै खाऊ ल है अलि धेरै खाऊ ल लजाउने रहेछ नानीहरू लजाउने रहेछ अलि धेरै खाऊ ल ए ल धेरै खायो भन्दैन कि खाऊ न तिमी चाहिँ थोरै खाएछौ कि यसमा त कस्तो नराम्रो आउने कि रातै भएर होइन तिमीहरूलाई त राम्रो देखे आहा कति राम्रीहरू बेहुली यो त ब्रान्डिङको ऊ हो यो सजावटको यस्तो यिनीहरू सजाएको है त अब हामी चाहिँ कहाँ जाने भन्दाखेरि मामाको छोरीको आपका कास्ट बोल रहे हैं मैंने सुना साहब बोल के सुना शर्मा शाह होइन शर्मा सबै हिन्दू नै हुन्छ कि थोरै मात्रै जम्मै कुरा मिल्छ उनीहरू बाहुन जस्तै हो ओ ब्राह्मण शर्मा हो कि कोही चाहिँ अब पहिला अगाडि नै अहिले होइन निकै अगाडि नै चाहिँ कोही मुस्लिम पनि थियो आपका नाम क्या है इसका नाम दिया आपको नहीं बोलना आता बोलने आते हैं बोलिए यहाँ पर शांत बैठिए क्यों शर्म आ गया यहाँ पर शांत है ना हाँ, घर में शर्म आ जाएगी गया। तो बहुत बोलेगी घर में जाकर ही बोलेंगी बहुत तेज है हाँ? बोलिए आपका नाम क्या है स्कूल का नाम है ध्रुविका घर का नाम है दिया हाँ दिया दो नाम है दो आपका नाम है इसके स्कूल में अलग घर में अलग आप तो बात ही नहीं करती है क्यों शर्माती शर्म आ गया शर्माइए मत शर्माइए हाँ? अहिले कहाँ हो 8-10 वर्ष पढ्नुपर्छ झन् ठुलो पण्डित भविष्यको पण्डित भाइको पछि हिँड्ने मान्छे राम्री भएर आएछ अहिले त उसै
विष्णु दिदी ऊ बोजूले के भन्दै हुनुहुन्छ यो विष्णुलाई भन्नुभयो तेल सेल लगाऊ न है कपालै फुस्रो न फुस्रो भयो ओ हेन्सम बोय ओ हेन्सम बोय यता हेर न के छ हेन्सम बोयको खबर यहाँ त कस्तो रातो आउने कि है दाइ फोटो खिच्दैन ल अब अर्कोचोटि बिहे गर्ने मान्छे अर्कोचोटिको दुला अर्को वर्षको दुला अर्को वर्ष त होइन होला होइन बेहुली अब मागा हुनुहुन्छ त त्यहाँ म त बाबु खोजिरहेको थिएँ बनाउँदै हुनुहुन्छ मम्मी नमस्कार तो समझे ना उसका वो कस्तो इधर की हो त नि अनि घर की बहू भन्न कस्तो इधर की हो त नि घर का भाव घर का एक्सप्लेन करना पड़ेगा भोक लाग्यो हाई गरेको छ निन्द्रा लाग्यो होला निन्द लग गया जापानमा बसेर जापानमा सो यसले फेरि साइनो बिर्स्यो मजाले बस्दो रहेछ के मेरो भान्जो त मेरो भान्जो एउटा आलु त फोटो खिचे आहिस्ता आहिस्ता समझ आएगी
फोटो खिचेको छु तर क्यामेराम्यानले क्यामेरा मेरो फोटो खिच्न थालेको त क्यामेराम्यानको क्यामेरै चलेन यहाँ टेन्सन भयो म भाइरल हुने भयो नि नारायण यो कुकुर पनि हो बिजोको आइज ल ल बाटोमै सुतिस के यता आइज यहाँ सुत यहाँ आइज यहाँ सुत देर भयो भने ठिका गर्ने हो कि देर भयो भने के हामी खाइसक्यो अहिले त अब चाहिँ अर्ग्यानिक फ्रिज होइन भाइ कस्तो टलक्क टल्केको यार सोल्टिनी पनि अचार कहाँ छ 25,000 मात्रै मासु आठ अरे है हाम्रो छोरीको अन्त छोरी फोटो खिच्न नपाउने रहेछ रे भन्दैछ ओहो गर्मी भयो अब कन्यादान हुँदैछ आपका नाम क्या है हाँ विशाल हाँ सर्मणे ब्राह्मणाय सुपूजिता वराय तुभ्यम स्वयं करिष्यामहे छोडिदेऊ अब अर्को पैसा 10 रुपियाँ राखेर पूजा गर फेरि भारी माले भन्दा भन्दै गाई जाला नि पैसाले चाहिँ ब्राह्मण गोदान हुन्छ अब पनि लिन सक्छ हो र यो अब तुरुन्तै चाहिँ यसो राखेर थोरै उ गर्छौँ र अनि हैन त्यो लुगामा नि पूजा गर्नुपर्छ नि त त्यो उता ल्याउनु पर्यो बेहुलाको हो सोल्टी मधु सोल्टी एकदम हेन्सम ए पर्दैन गोडा धुन त्यहाँ त्यो कहिले दाम देख्नु हरेक चिज लाउने भइहाल्छ पूजा
उयो बाहिर किन भित्र त ऊ हुन्छ त कतै हल्को बीए ये भी छोटा जीजा दी छोटा अभी तक 3 लोग चाहिए था ये कपड़ा लगाने के लिए बोलिए मियो का जूता अभी भी लगाना है ये वाला जुत्ता हाँ। ये भी लगाना है सब डालना पड़ेगा आज के दिन चप्पल मेरे तो चोरी हो यो गई तलै सार्दिनु होला हौ अलिक मेरो त नसा हो क्या हो वो तो नहीं दिखता है फिर ये नीचे आ गया इसको ऊपर में रखिए इसको सबसे ऊपर में हाँ नहीं नहीं नीचे रहेगा हो गया वीडियो कहाँ से बनता है ना जब निकालने के जाना है या ऐसे जाना है ऐसे लगा के ही जाना पड़ेगा वहाँ तक तो वो कैसे दिखाऊंगा ऐसे दिखाऊंगा? यो अलिक मिलाइदिनु यो त यहाँ त्यो यसरी लामै राखिदिनुहोस् भने अलिक लामै राखिदिने ल अनि निकाल के देखिए ऐसे होता है ना फिर निकाल के देखिए हतियार छ होला हाँ ये ना साह्रै ठुलो आउनु होला पनि साह्रै ठुलो क्या लुगा दामी हो अब तिमीहरू दुईजनाले यो घुम्दा मात्रै चाहिने हो त्यो हुन्छ तिमीहरू के हो त्यो यो भित्र राखिदिनु ओम यम मधु धन धन अपना 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 उठाइए जीजा जी कसरी पुरै कि अलिअलि हाँ अपना अपना आफ्नो भाग रहे दीदी अपना अपना भाग हाँ वो ऐसे हाँ अच्छा अच्छा ठीक है छोइराख्ने हाँ ओम यम मधु मनमेन परमेन रूपेण तेन हम मधु मनमेन परमेन रूपेण जयसी जो खाए जस्तो लाग्यो मैले दुईजनाले खाए जस्तो गरेको छ खाए जैसा खाना नै बस 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 भेल मधु नेपाली नेपाली बुझ्नुहुन्छ बोल्न जान्नुहुन्न अभी दीदी जीत गई मालूम है आपको पहले खिला लिया दीदी ने वो देखिए पकड़िए बिछाई हाँ बिछाना पड़ेगा ल त्यहाँ सातवटा थुक्पा मैले गर्ने रोल बनाएर कि लाइन
बोल्नुको लागि यस्तो 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 राखेको त एउटा छड्की हो त्यहाँ तालमा थियो दिदी पाँचवटा चाहिँ राम्रो बनाउनु ल क्यामेराम्यानहरु त खाना खानु गएको छ हातैभरि चुरा कहाँ लाउने फेरि त्यो घडी दिदी त्यहाँ 7वटा थुप्रो बनाएन क्या बनायो 7वटा 2 4 6 7 पल्टा पल्टा पुजारीको कामै गर्नुभयो ल दाइको साटो मैले गरिदिरहेको थिएँ म अफ गरिदिएँ है ल फोटोसुट चल्दैछ सोल्टिनेहरूको फोटोसुट चल्दैछ बाई बाई हामी अब लाग्यो हाम्रो पुजारी बाहरू ए भाइहरू आमा कस्तो रिसाएको तिमी त रिसाएको कि जाडो भएको तिमीलाई हाँस्दा नि हाँसेनौ त अनि मेरो जोक्समा हाँस न गुड अब हामी लागेको बाई बाई